Sponsored by Breeze Cement. Solid cement ले बन्छ solid घर. विज्ञहरूको पहिलो रोजाइ पञ्चकन्या CPVC pipes and fittings. Wilhelms Higher Secondary School and College. Accuracy, balance, credibility हो ABC टेलिभिजन. नमस्कार, म वन्दना पौडेल. कार्यक्रम हो हट न्यूज एक्सप्रेस. नो ब्रेक, नो एड. हामी ब्रेक लिँदैनौं र समाचार दिन्छौं तीव्र गतिमा निरन्तर. ABC समाचारको फरक र स्पेशल प्याकेज हो हट न्यूज एक्सप्रेस. अबका आधा घण्टा रिमोट कन्ट्रोललाई आराम दिनुहोस्. हट न्यूज हेर्न तयार हुनुहोस्. अनौठा खालका र हट प्रभाव दिने समाचारको स्पेशल प्याकेज हो हट न्यूज एक्सप्रेस. हरेक दिन साँझ 7 बजे हट न्यूज एक्सप्रेसबाट तपाईहरूले हाम्रो देशको तात्तातो अवस्था र त्यसको इन्स्ट्यान्ट प्रभाव आकलन गर्न सक्नुहुन्छ. हट न्यूज एक्सप्रेस. सुरु गरौं टप न्यूजबाट. एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले संघीयता पक्षधरहरूले आसन्न निर्वाचनमा माओवादीलाई बहुमत दिलाउनु पर्ने बताउनु भएको छ. बाराको बरियापुरमा भएको जनसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले माओवादी विजयी भए मात्र मधेसी जनताको मुक्ति हुने बताउनु भयो. संघीयताको विषयमा मधेसवादी नेताहरूले भ्रम फैलाइरहेको भन्दै प्रचण्डले माओवादीले मात्र मधेसी जनतालाई अधिकार सम्पन्न बनाउन सक्ने जिकिर गर्नुभयो. मधेसको मुक्ति संघीयताबाटै हुने भएकाले आफ्नो पार्टी मधेस केन्द्रित कार्यदिशा लिएर अघि बढ़ेको उहाँको भनाइ थियो. जनयुद्धको तयारी मिथिला राज्यबाटै गरेकाले मधेसप्रति आफ्नो अथाह प्रेम भएको भन्दै प्रचण्डले बारा जिल्ला क्रान्तिको लागि ऐतिहासिक स्थल भएको चर्चा गर्नुभयो. संविधान सभाको दोस्रो निर्वाचनका लागि एकीकृत माओवादीले आफ्नो सम्पूर्ण शक्ति लगाएको भन्दै उहाँले निर्वाचनको मिति घोषणा गर्न पनि आफूले सरकारलाई सिफारिश गरिसकेको जानकारी दिनुभयो. एकीकृत माओवादीका उपाध्यक्ष डाक्टर बाबुराम भट्टराईले क्रान्तिका बाँकी कार्यभार पूरा गर्न संविधान निर्माणको विकल्प नभएको बताउनु भएको छ. दाङको भालुवाङमा शनिबार आयोजित कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै उहाँले 10 वर्ष जनयुद्ध र 19 दिने जनआन्दोलनबाट गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी समानुपातिक प्रतिनिधित्व लगायतका महत्वपूर्ण उपलब्धि प्राप्त भएको बताउनुभयो. डाक्टर भट्टराईले प्राप्त उपलब्धि पनि क्रान्ति नै हो भन्दै क्रान्ति पूरा हुन भने बाँकी रहेको बताउनुभयो. उहाँले क्रान्तिका बाँकी कार्यभार पूरा गर्न संविधान निर्माण मार्फत प्राप्त उपलब्धिलाई संस्थागत गर्नुको विकल्प नरहेको बताउनुभयो. पुरानो संविधान सभाले संविधान बनाउन नसकेको सन्दर्भमा फेरि पनि संविधान बन्छ कि बन्दैन भन्ने आशंका जनतामा रहनु स्वाभाविक रहेको भन्दै उहाँले विगतलाई सम्झेर रुनु कराउनु भन्दा पनि स्थितिलाई सम्हालेर संयमतापूर्वक संक्रमणकालको अन्त्य गर्नु नै अहिलेको आवश्यकता भएको बताउनुभयो. उहाँले पुरानो शक्तिले 2047 सालकै संविधान बनाउन खोजेकाले संविधान बन्न नसकेको भन्दै पूर्व प्रधानमन्त्री समेत रहनुभएका डाक्टर भट्टराईले विगतका असफलताबाट पाठ सिक्दै अब संविधान बनाउनुको विकल्प नरहेको बताउनुभयो. नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले एकीकृत माओवादीका कारण संविधान बन्न नसकेको आरोप लगाउनु भएको छ. नेकपा एमालेको इलाम जिल्ला परिषद उद्घाटन गर्दै अध्यक्ष खनालले माओवादीको अकर्मण्यताको कारण संविधान बन्न नसकेको बताउनुभयो. अघिल्लो संविधान सभामा दमन र आतंकको भरमा माओवादी निर्वाचनबाट ठूलो दल भएको भन्दै खनालले अबको निर्वाचनबाट माओवादीको वास्तविक हैसियत देखिने जिकिर गर्नुभयो. माओवादी उग्र वामपन्थी र कंग्रेस परम्परावादी पार्टी भएको टिप्पणी गर्दै उहाँले एमाले मात्र देश र जनताको नेतृत्व गर्न सक्ने भएकाले अबको निर्वाचनमा सबैभन्दा ठूलो दल बन्ने दावी गर्नुभयो. उच्च स्तरीय राजनीतिक संयन्त्रका संयोजक समेत रहनुभएका खनालले निर्वाचनका लागि चाँडो सहमति आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो. पूर्व सभामुख सुभाष चन्द्र नेम्बाङ संवाद र सहमतिको सिद्धान्तबाट मात्र मुलुकको हित हुने बताउनुभयो. सबै दल र मुलुकलाई एकजुट बनाउन एमाले एकजुट हुनुपर्ने भन्दै उहाँले एमाले एकजुट भए मात्र मुलुकले निकास पाउने धारणा राख्नुभयो. एकीकृत माओवादीका प्रवक्ता अग्निप्रसाद सापकोटाले मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीले प्रधान न्यायाधीशबाट राजीनामा दिनु नपर्ने बताउनु भएको छ. पार्टी कार्यालय कोटेश्वर पेरिस डाँडामा नियमित पत्रकार भेटघाटका क्रममा शनिबार प्रवक्ता सापकोटाले बाधा अड्काउ फुकाउमा प्रधान न्यायाधीशबाट राजीनामा दिनुपर्ने उल्लेख नभएकाले राजीनामा माग्नुको अर्थ नभएको बताउनुभयो. उहाँले निर्वाचन नचाहने शक्तिहरूले रेग्मीको राजीनामा मागेर मुलुकलाई थप समस्यामा लैजान खोजेको धारणा राख्नुभयो. अहिले पनि हामी 11 बुँदे राजनीतिक सहमति र 25 बुँदे बाधा अड्काउ प्रति पुरै प्रतिबद्ध छौं. त्यसका आधारभूत कुरामा हाम्रो कुनै चाहिँ
विमति छैन। तर हामीले के भनेका छौं त भन्दाखेरि यो सरकार बनाउनका लागि अथवा निर्वाचनमा जानका लागि जुन बाधा अड्काउ फोकाउको लागि अध्यादेश जारी भएको छ त्यो कुनै हालतमा खारेज गर्नु हुँदैन। त्यो खारेज गरेपछि जन अराजकतातिर देश जान्छ। नम्बर 1 सापकोटाले संविधान संशोधन गर्नेतर्फ लागि निर्वाचन नहुने भन्दै 2064 सालकै निर्वाचन ऐन कानूनका आधारमा निर्वाचनमा जानुपर्ने बताउनुभयो। सरकारले आगामी मंगिर 5 गतेभित्र चुनाव गर्ने गरी मिति घोषणा गर्ने विश्वास व्यक्त गर्दै उहाँले जेठ 20 गते बस्ने उच्च स्तरीय राजनीतिक समितिको बैठकले सबै विषयमा सहमति जुटाएर सरकारलाई मिति घोषणाको लागि सिफारिश गर्ने दावी गर्नुभयो। त्यसो हुँदाखेरि अब संविधान संशोधन गर्न पर्ने कुरातिर जाँदाखेरि के हुन्छ त भन्दाखेरि यो चुनावै पुरै भाड्ने यो प्रक्रिया नै पुरै भताभङ्ग हुने हुन्छ। त्यसकारण संविधान संशोधन गर्नेतिर जाँदैन। 25 बुँदे बाधा अड्काउकै आधारमा त्यो हुन्छ र अझ 64 सालको संविधान सभाको निर्वाचनको ऐनका प्रावधानहरूलाई आधार मानेर 20 गतेको सहमति हुन्छ। कांग्रेस र एमाले निर्वाचन नचाहेकाले निर्वाचन मिति तोक्न ढिलाइ भएको समेत उहाँले आरोप लगाउनुभयो। अब पालो हट रिपोर्टको। Hot News Express. हवाई यात्रालाई चाँडो र भरपर्दो यात्राका रूपमा लिने गरिन्छ। प्रविधिको विकासले मानिसलाई यो अवसर दिएको हो, तर नेपाली हवाई यात्रा भने चाँडो र भरपर्दो निकै जोखिमपूर्ण बन्दै गएको छ। पहाड़ी मुलुक, त्यसमा पनि प्राविधिक व्यवस्था, मानवीय त्रुटि र भौगोलिक विषमताका कारण पछिल्लो समय हवाई दुर्घटना निकै बढ़ेको छ। यस्तै शनिबार सीता एयरको विमान दुर्घटना भए पनि सौभाग्यवश मानवीय क्षति भने भएन। Hot News Express. नेपाली आकाशमा 70 भन्दा बढ़ी विमान दुर्घटना भइसके, 750 भन्दा बढ़ीको ज्यान गइसक्यो। सन् 1950 को दशकदेखि नै जहाज दुर्घटनापछि कारण खोज्न प्रत्येक पटक आयोग बनाइए। हवाई दुर्घटना नदोहोरिउन् भन्नका लागि आयोगले प्राविधिक र मानवीय कमजोरी हटाउन सुझाव पनि दिने गरेको छ। तर आयोगले बुझाएका महत्वपूर्ण सुझाव प्रतिवेदनहरू नै नागरिक उड्डयन मन्त्रालयसँग छैन, कार्यान्वयन त परको कुरा भयो। यही लापरवाहीका कारण नेपाली आकाशमा विमान दुर्घटना पटक पटक दोहोरिने गरेको छ। 2049 साल असोज 12 गते पाकिस्तान इन्टरनेशनल एयरलाइन्सको जहाज ललितपुरको भट्टेडाँडामा दुर्घटनामा परेको थियो। दुर्घटनामा 167 जनाको मृत्यु भएको थियो। यो नेपाली आकाशमा भएको सबैभन्दा ठूलो विमान दुर्घटना हो। 2055 भदौ 5 गते लुम्बिनी एयरवेजको जहाज कास्कीको घोरेपानीमा दुर्घटनामा पर्यो। दुर्घटनामा 18 जनाको मृत्यु भयो। 2059 साल भदौकै 6 गते अर्को हवाई दुर्घटना भयो। सांग्रिला एयरको जहाज पोखरामा दुर्घटना हुँदा 18 जनाको मृत्यु भएको थियो। 2063 साल असोज 3 गते अर्को हवाई दुर्घटना दोहोरियो। श्री एयरलाइन्सको हेलिकप्टर ताप्लेजुङको घुन्सामा दुर्घटना भयो। यो दुर्घटनामा तत्कालीन वन मन्त्री गोपाल राईसहित 24 जनाको मृत्यु भएको थियो। 2065 साल असोज 22 गते फेरि अर्को विमान दुर्घटनामा पर्यो। यति एयरलाइन्सको जहाज सोलुखुम्बुको लुक्लामा दुर्घटना भयो। यो दुर्घटनामा 18 जनाको ज्यान गयो। 2066 साल कार्तिक 29 गते मनाङ एयरको हेलिकप्टर हुम्लामा दुर्घटनाग्रस्त भयो। 1 जनाको मृत्यु भयो भने 5 जना घाइते भए। 2067 भदौ 8 गते अग्नियरको गोर्नियर विमान दुर्घटनाको दुःखद खबर आयो। लुक्लाबाट काठमाडौँ फर्कँदै गर्दा मकवानपुरको शिखरपुरमा दुर्घटनाग्रस्त हुँदा 14 जनाको मृत्यु भयो। 2067 सालकै कार्तिक 21 गते फिस्टेल एयरको विमान दुर्घटनामा पर्यो सोलुखुम्बुमा। पर्यटकको उद्धार गर्न जाँदा आमदाम्बर हिमालमा ठोकिएर भएको दुर्घटनामा विमानमा रहेका चालक दलका 2 सदस्यको ज्यान गयो। 2068 साल असोजकै 8 गते फेरि विमान दुर्घटनामा पर्यो ललितपुरमा। बुद्ध एयरको बीचक्राफ्ट जहाज ललितपुरको कोटेडाँडामा दुर्घटनाग्रस्त भयो। 19 जनाको जीवन समाप्त भयो। शुक्रबार 2069 साल असोज 12 गते सीता एयरको 9NAH डोनियर विमान भक्तपुरको मनोहरामा दुर्घटना भयो। 19 जना सबैको मृत्यु भयो। यस्तै 2070 साल पनि विमान दुर्घटनाबाट अछुतो रहेन। 2070 साल जेठ 2 गते नेपाल एयरलाइन्सको ट्विनटर जहाज मुस्ताङको जोमसोम विमानस्थलमा दुर्घटनामा पर्यो। दुर्घटनाबाट कसैले ज्यान नगुमाए पनि जहाजमा सवार 6 जनाको अवस्था गम्भीर भयो। यस्तै अघिल्लो सोमबार मात्र गोमा एयरको ट्विनटर जहाज पनि सिमीकोटमा दुर्घटना भएको थियो। त्यही सिमीकोटमा यात्रु र कार्गो लिएर नेपालगंजबाट हुम्लाका लागि उडेको सीता एयरको जहाज शुक्रबार विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा पर्यो। नेपालगंजबाट बिहान 6:25 उडेको सीताको 9NAHP डोर्नियर जहाज 7:14 धावनमार्गको भित्तामा ठोकिएर दुर्घटना भएको थियो।
धन्न मानवीय क्षति हुन भने पाएको छैन। जहाजमा रहेका चालक दलका 2 सदस्य सहित 7 जना सबै सकुशल रहे। खराब मौसमको कारण विमान दुर्घटनामा परेको बताइएको छ। निश्चय नै नेपाल भौगोलिक रूपमा विषम छ। यही विषमतामा सानो त्रुटिले पनि ठूला दुर्घटनाहरू निम्ताने गरेका छन्। तर यस्ता दुर्घटनाहरूमाथि भएको छानबिनको निष्कर्ष सधैँ मुसाको चारो बनेका कारण नेपाली आकाश झनै असुरक्षित बन्दै गएको छ। विमानस्थलहरूको स्तर उन्नति गर्न नसक्दा धावन मार्गमै विमान चिप्लने क्रम बढ़ेको छ। त्यसैले हवाई यात्रा चाँडो मात्र होइन, सुरक्षित र भरपर्दो बनाउन सम्बन्धित निकायले गम्भीर ढंगले ध्यान दिनु आवश्यक छ। एबीसी रिपोर्टर कञ्चन रियाल, काठमाडौँ। Hot News Express. बढ्दो राजनीतिक संक्रमणले सरकार र सरकारी संयन्त्रलाई कमजोर बनाउँदै लगेको छ। यही संयन्त्र कमजोर भएको मौका उठाउँदै नाफाखोर कमिशनखोरहरूले आफ्नो स्वार्थ पूरा गर्न अनेकौं तिग्डमहरू रचिरहन्छन्। सरकार कमजोर भएकै समयमा धमिलो पानीमा जाल हान्ने मौका मिलेको छ व्यवसायीहरूलाई। पछिल्लो समय देशमा अत्यावश्यक वस्तु ग्यास, इन्धन, पानीदेखि तरकारी व्यवसायसम्म आफ्ना माग राख्दै आन्दोलन गरिरहेका छन्। सरकारी संयन्त्र कमजोर भइरहेका बेला व्यवसायीहरूका लागि भने आन्दोलन गर्ने र आफू खुशी उपभोक्ता ठग्ने सुनौलो अवसर मिलेको छ। Hot News Express. पछिल्लो समय ग्यास व्यवसायीहरूले ग्यासको बिक्री वितरण रोक्ने चेतावनी दिँदै गर्दा तरकारी व्यवसायी तरकारी नै रोक्ने चेतावनी दिएका छन्। यता व्यवसायीहरूको आन्दोलनका कारण नेपाल र चीनको भन्सार नाका बन्द छ। कमिशनको माग राख्दै ग्यास व्यवसायीहरू आन्दोलनमा उत्रेका छन्। डिलर कमिशन बढाउनु पर्ने, अन्तर्राष्ट्रिय बजार अनुसार मूल्य समायोजन हुनुपर्ने लगायतका माग राख्दै ग्यास व्यवसायीहरूले ग्यासको बिक्री वितरण रोक्ने चेतावनी दिएका छन्। अहिले ग्यास विक्रेताले ढुवानी खर्च बापत प्रति सिलिण्डर 213 रुपियाँ कमिशन पाउँदै आए पनि प्रति सिलिण्डर 57 रुपियाँ वृद्धि गर्नुपर्ने माग राखेका हुन्। त्यसो त अहिले सरकारले प्रति सिलिण्डर 440 रुपियाँ घाटा खाँदै आएको छ। नेपाल आयल निगम सम्पूर्ण क्षेत्रीय कार्यालयहरू र डिपोहरूबाट उद्योगीहरूले एलपी ग्यास पीडीओ खरिद कार्य बन्द गरे। जेठ 18 गते शनिबारदेखि माग पूरा नभएसम्म आईओसीका 3वटै रिफाइनरीहरू हल्दिया बाट एलपी ग्यास बुलेट लोड बन्द गर्ने। जेठ 20 गते सोमबारदेखि एलपी ग्यास उद्योगीहरू आफ्नो माग पूरा नभएसम्म ग्यास डिपो डिलर एलपी ग्यास बिक्री वितरण बन्द गर्ने। जेठ गतेदेखि मंगलबारदेखि सम्पूर्ण डिलर डिपो स्थानबाट एलपी ग्यासको बिक्री वितरण माग पूर्ण रूपमा बन्द गर्ने। ग्यास व्यवसायीहरूको आन्दोलन चलिरहेकै बेला यता कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले पनि आन्दोलन थालेको छ। कालीमाटी तरकारी बजार संघर्ष समितिले 2068 साल फागुन 20 गते लागेको भीषण आगो लागिबाट जीर्ण बनेको बहुउद्देश्य भवन पुनर्निर्माण गर्नुपर्ने, रोकिएको स्थान वितरणको प्रक्रिया तत्काल सुचारू गर्नुपर्ने, बजार विकास समितिको संचालक सदस्यको चुनाव तत्काल गर्नुपर्ने र राजधानीमा तरकारी तथा फलफूलको एउटा छुट्टै सुविधा सम्पन्न स्रोत बजार निर्माण गर्नुपर्ने माग राखेर आन्दोलन गर्दै आएको छ। व्यवसायीहरूले जेठ 19 गते कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा बिहान 10 बजेदेखि 12 बजेसम्म 2 घण्टा तालाबन्दी गर्ने, 21 गते समितिमा आर्थिक नाका बन्द गरेर पार्किङ, शौचालय, किसान टहरामा पैसा उठाउन नदिने तथा जेठ 22 गते 10 बजेपछि कालीमाटी तरकारी तथा फलफूल बजारमा कारोबार बन्द गर्ने जनाएका छन्। यो भवन पुनर्निर्माण हुने कुरामा हामीलाई बोलबोलामा गरेको छु, टेन्डर निकालेको छु। अब चाँडो होला बन्छ भनेर आशा देखाएको भरमा यो संघर्ष समिति सुधार हुने भएर छैन। चाँडो बजार विकास निर्माण प्रक्रिया यो प्रक्रियाबाट सुरुवात गरिएपछि मात्र यो आन्दोलनले अवसर दिनेछ। अन्यथा यो आन्दोलन अझ विषम रूपमा अगाडि बढ्नेछ। कालीमाटी फलफूल तथा तरकारी बजारमा व्यवसायहरू एवं संस्थाहरूले त्यहाँको जग्गा सवालहरू मागहरू उठाइ गरिरहेको आन्दोलनप्रति यस महासंघको ध्यान आकर्षण भई उक्त आन्दोलनप्रति यस महासंघको ठुलो ऐक्यबद्धता प्रकट गर्दछौँ। अहिले बनेको चाहिँ वर्तमान सरकार समक्ष पनि जिम्मेवार निकाय समक्ष हामीले सशक्त रूपमा जोडदार रूपमा हामीले यी आवाजहरूलाई राख्नेछौँ। यसलाई पुरा गर्नेतर्फ, कार्यान्वयन गर्नेतर्फ महासंघको त्यहाँ ध्यान केन्द्रित हुनेछ र हामीले अलिकति फरक बाटो हामीले विगतका आन्दोलन बन्द हडताल लगायतले चाहिँ हाम्रो यो क्षेत्र पेसा व्यवसायलाई असाध्यै आक्रान्त पारेको धेरै ठुलो नोक्सानी बेहोरेको कुरा पनि यहाँ सबैलाई अवगतै छ। हामी बाध्य भएर सशक्त रूपमा चाहिँ एउटा आन्दोलनको कार्यक्रमहरू अगाडि सारेर यी एउटा समसामयिक र जल्लाबल्ला मागहरू पुरा गर्नेतर्फ महासंघ अगाडि बढ्ने सोच महासंघले बनाइसकेको छ।
यता चिनिया ट्रान्सपोर्ट कम्पनीले अनावश्यक रूपमा बढी रकम असुल गरेको भन्दै नेपाली व्यवसायीहरूले तातोपानी नाका बन्द गराएको 2 हप्ता भन्दा बढी भइसकेको छ। तातोपानी नाका अझै खुल्न नसक्दा आयात निर्यात ठप्प हुनुका साथै सरकारले करोडौंको राजस्व गुमाएको छ। दैनिक 1 करोड रुपैयाँ भन्दा बढी राजस्व संकलन हुने तातोपानी नाका चिनिया ट्रान्सपोर्टले अनावश्यक रूपमा बढी रकम असुल गरेको भन्दै नेपाली व्यवसायीहरूले बन्द गराएका हुन्। चिनिया ट्रान्सपोर्ट कम्पनीले चीनको मुख्य शहरबाट खासासम्म ल्याउने भाडा दर एकतर्फी रूपमा बढाएको र थप रकम समेत असुल्ने गरेको व्यवसायीहरूको भनाइ छ। 250 रुपियाँ खास कुल्लीलाई चाहिँ हामीले बाहिरका कुल्लीलाई दिने भने 250 रुपियाँ तिरेर फेरि लोड गर्नुपर्ने, गाडीमा राख्नुपर्ने गर्दाखेरि तपाईँको 520 आरएमबी चाहिँ त्यो उनीहरूले बाहिर निकालिदिएको मात्रै। जो अहिले यहाँ हाम्रो कुमारजीले भन्नुभयो नि, उनीहरू जो स्टाफहरू हुन्, जो उनीहरूले राखेको तलबमा राखेको स्टाफहरूले 520 आरएमबी यो पैसा भनेको 15 को दरले हिसाब गर्ने भने हाम्रो कति पैसाहरू त्यो ज्यादाती भएको छ, दुरुपयोग भएको छ। अथवा उनीहरूले चाहिँ हामीलाई चाहिँ अनावश्यक रूपमा लिएको पैसाहरू 520 आरएमबी लिएको छ। यो 520 आरएमबीको हिसाब गर्दाखेरि, वर्षको हिसाब गर्दाखेरि हाम्रो एउटा गाडीमा गाडी भाडा त्यसको तपाईँको हिसाब किताब गर्दाखेरि, त्यसको नाफा हिसाब गर्दाखेरि हामीलाई 15,000 20,000 गाडीमा नाफा हुन्छ। उनीहरूले एउटा मजदुरहरूको नाम चाहिँ मजदुरहरूको, तर उनीहरूका स्टाफले बाहिर निकालिदिएको मात्रै त्यो 520 रुपियाँ, न तपाईँको त्यो बिल्डिङमा तोकेको छ, न कुनै ठाउँमा लेखिएको छ। यस्तै सरकारले एकतर्फी रूपमा व्यवसायमाथि प्रहार गरेको भन्दै ट्याङ्कर व्यवसायीहरू पनि आन्दोलनमा उत्रिएका छन्। दैनिक 8 करोड लिटर भन्दा बढी पानी आपूर्ति गर्दै आएका व्यवसायीहरूको पानी उत्पादन गर्ने कल कारखाना सरकारले एकतर्फी रूपमा बन्द गराएको भन्दै उनीहरूले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन्। सीमित व्यक्ति र राजनीतिक आधारमा पानी उद्योग बन्द गरिएको भन्दै ती उद्योग पुनः सञ्चालन गर्न पाउनुपर्ने व्यवसायीहरूको माग छ। व्यवसायीहरूले सिंहदरबारमा पानी आपूर्ति रोकेर आन्दोलन थालनी गरेका छन्। अहिले ट्याङ्करमा कालो झण्डा राखेर उनीहरूले आन्दोलनलाई निरन्तरता दिइरहेका छन्। आफ्ना माग पूरा नभए पानी बिक्री वितरण तथा ओसार पसार नै ठप्प पार्ने उनीहरूले चेतावनी दिएका छन्। सरकारले अनुगमन गर्दा पसल नै बन्द गरेर भाग्ने सुन व्यवसायीहरू पनि आफ्ना माग पूरा गराउन भन्दै आन्दोलनमै छन्। सरकारले मागहरू सम्बोधन नगरेको भन्दै नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल रत्न तथा आभूषण महासंघले संयुक्त रूपमा संघर्ष गर्ने भएका छन्। उनीहरूले सुनचाँदीको गुणस्तर सुनिश्चित गर्नुपर्ने, सुनको सहज आपूर्तिको व्यवस्था गर्नुपर्ने, अनुगमनलाई प्रभावकारी बनाउनु पर्ने लगायतका माग राखेका छन्। यति मात्र होइन, मजदुरहरूको आधिकारिक संगठन र रोजगारदाता बीच सरकारको रोहबरमा तोकिएको न्यूनतम पारिश्रमिकलाई अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघले नमान्ने घोषणा गर्दै आफ्नो माग पूरा नभए सबै कल कारखाना बन्द गराउने चेतावनी दिएको छ। देशमा राजनैतिक संक्रमण बढेसँगै व्यवसायीहरू मौकामा चौका हान्न अग्रसर देखिएका छन्। व्यवसायीहरूको यस्तो दादागिरी सरकारले रोक्नुपर्छ। व्यवसायीहरूको पनि आफ्नै धर्म हुन्छ, त्यो धर्मलाई बिर्सिनु हुँदैन। आर्थिक अराजकताले कालान्तरमा कसैको हित गर्दैन। एबीसी रिपोर्टर सुदीप रेग्मी, काठमाडौँ। Hot News Express. प्रकृति पूजक किराँतहरूले वर्षमा 2 पटक उधौली र उभौली पर्व मनाउने गर्दछन्। यतिखेर धुमधामका साथ उभौली पर्व मनाइँदैछ। लेक क्षेत्रमा चिसो शुरू भएपछि विभिन्न जीव जनावरहरू बेसीतिर झर्ने चिसो मौसमलाई किराँतहरू उधौली पर्वका रूपमा मनाउँछन्। यस्तै लेक क्षेत्रमा न्यानो बर्खायाम शुरू भएपछि जाडोमा बेसी झरेका जनावरहरू उकालो आउने न्यानो मौसमलाई उभौली पर्वको रूपमा मनाउँछन्। अब न्यानो शुरू भएको र जनावरहरू लेकतिर लाग्ने भएकाले किराँत समुदाय उभौली पर्व मनाइरहेको छ। Hot News Express. देशमा गणतन्त्र स्थापनापछि धेरै जातीय संस्कृतिहरूले टुडी खेल र खुल्ला मञ्चमा फुल्ने अवसर पाएका छन्। त्यसैले होला अहिले टुडी खेल बहुसंस्कृति हुर्कने फस्टाउने मैदान बनिरहेको छ। केही समय अगाडि त्यही स्थानमा शिवरात्रिका घुँडाहरू दौडेका थिए भने शनिबार दिनभर ढोल र झ्याम्टाको तालमा राई र सुनुवारहरू नाचिरहेका थिए। यस अर्थमा अहिले टुडी खेल संस्कृति प्रदर्शन स्थल बनेको छ। प्रकृति पूजक किराँतीहरूको महान पर्व उभौलीको अवसरमा किराँती मध्येका राई र सुनुवार जातिले संयुक्त रूपमा टुडी खेलमा पर्व मनाए।
पुर्ख्यौली बाजा र जातीय पहिरानमा सजिएर टुडीखेल पुगेका बालकदेखि वृद्धसम्म कसैले पनि दिनको चर्को काम भनेनन्, बरु नाच्नमै व्यस्त रहे। राई जातिले नाच्ने साकेलाका सिलीहरू विभिन्न जनावर र पशुपक्षीले नाच्ने शैलीमा आधारित थियो। अर्को ढोले खोज्दै राईहरूले नाचेको सिलीमा उपस्थित सबैको मन तानिएको थियो। किराँत समुदायमा पर्ने 4 जाति मध्ये केही कम जनसंख्यामा रहेका सुनुवारहरू समेत संस्कार, संस्कृति र रीतिरिवाजका धनी छन्। राईहरूले नाच्ने साकेलाको सिली भन्दा केही फरक नाच्ने सुनुवार समुदायको सांस्कृतिक नृत्यले खेतीबाली लगाउने मौसमको संकेत गर्दछ। राई समुदायको बाक्लो उपस्थितिका कारण विगतका वर्षहरूमा विभिन्न संचार माध्यमहरूले सुनुवार जातिको पहिचानै नामेट पारेका घटना पनि जीवित छन्। तर यो वर्ष भने राई र सुनुवारले संयुक्त रूपमा मनाएको भौली पर्वमा सुनुवार जातिको समेत बाक्लो उपस्थिति देखिएको थियो। गणतन्त्र स्थापनापछि सबै जातिले आफ्ना संस्कार, संस्कृति र रीतिरिवाजहरू प्रदर्शन र प्रवर्धन गर्ने अवसर प्राप्त गरेका छन्। त्यसैले होला अवसर पाएपछि सबै जात जातिले दिल खोलेर चाडपर्व मनाइरहेका छन्, जसले सबै जात जातिलाई प्रत्यक्ष फाइदा पुगेको छ। आफ्नो संस्कृति, पहिचान, संरक्षण र प्रवर्धनमा जुट्न प्रेरणा पनि प्रदान गरेको छ। क्यामेरा पर्सन कृष्ण खड्काका साथमा एबीसी रिपोर्टर मिलन लिम्बू, काठमाडौँ। Hot News Express। विज्ञापन रहित समाचारको स्पेशल प्याकेज हट न्यूज एक्सप्रेसमा हामी ब्रेक लिँदैनौं, समाचार मात्र दिन्छौं तीव्र गतिमा। विज्ञापन रहित तीव्र गतिका समाचार दिने हाम्रो प्रयास निरन्तर जारी रहनेछ। हरेक साँझ 7 बजे गाउँ शहर दुनियाँ बिउझाउने हाम्रो अभियान जारी छ। तपाई एबीसी टेलिभिजनसँगै रहनुहोला। नमस्कार। Sponsored by Breeze Cement। सॉलिड सिमेन्टले बन्छ सॉलिड घर। विज्ञहरूको पहिलो रोजाई पञ्चकन्या CPVC पाइप्स एन्ड फिटिंग्स। Wilhelms Higher Secondary School and College। नव वर्ष 2070 सालको पावन अवसरमा हाम्रा समस्त ग्राहक महानुभाव तथा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। हिमालयन अनलाइन सर्भिस परिवार। सुन्दरनगरी पोखराको आन्तरिक तथा बाह्य पर्यटकको लागि अत्याधुनिक सुविधा सम्पन्न होटल वज्र इन। आरामदायी कोठाहरू, शान्त वातावरण, पार्किङ, गार्डन, क्याम्प फायरको व्यवस्था।